नमस्कार मेरा प्रिय फेसबुकका साथीहरू। आज म रोबर्ट क्लेमेन्सको लेखबारे केही चर्चा गर्न चाहन्छु। रोबर्ट क्लेमेन्स हजुरलाई थाहै छ, भारतका एक प्रसिद्ध स्तम्भकार, लेखक र प्रेरणादायी वक्ता हुन्। उनका लेखहरू प्राय द सिलोन टाइम्स, द फ्री प्रेस जर्नल र द नव हिन्द टाइम्स जस्ता प्रमुख पत्रिकामा प्रकाशित हुन्छन्। उनले सामान्य विषयहरूमा गहिरो जीवन दर्शन ल्याउने शैलीका कारण पाठकको मन जितेका छन्। उनको लेखनमा मानवीय वेदना, नैतिक सन्देश र सरल तर गहिरो विचार सधैँ झल्किन्छ। रोबर्ट क्लेमेन्सले आफ्नो लेख बब्स ब्यान्टरमा हालको विश्व राजनीतिक परिस्थितिको उल्लेख गर्दै डोनाल्ड ट्रम्पको पुनरागमनबारे कुरा गर्छन् सिलोन टाइम्समा। उनका अनुसार ट्रम्पको आवाज, व्यवहार र निर्णयहरू फेरि पनि संसारमा तनाव र असन्तुलन ल्याउने सङ्केत हुन्। क्लेमेन्स भन्छन्, जब शक्ति बोल्छ, शान्ति मौन हुन्छ। उनको विचारमा शक्तिशाली नेताको कठोर बोलीले संसारमा भय फैलाउँछ। तर साँचो नेतृत्व भनेको मन जित्ने कला हो, डर देखाउने होइन। हाम्रो नेपालीमा भनाइ छ, शक्ति देखाउँदा मानिस तर्सन्छन् रे, माया देखाउँदा नतमस्तक हुन्छन्। क्लेमेन्सले राजनीतिक कुरा मात्र होइन, जीवनको गहिरो पाठ दिन्छन् उनले आफ्नो लेखमा। उनी भन्छन्, शान्ति भनेको राष्ट्रबीचको क्षमता होइन, आत्माभित्रको सहमति हो। गान्धी र बुद्धको देश भारतमा जन्मिए र पनि मानिसहरू शान्तिका लागि भाषण र नाराहरूमा सीमित हुँदै गरेको देखिन्छ। तर साँचो शान्ति त त्यही हो जब हामी अरूका दुःखमा देख्दा मौन नबस्ने हिम्मत गर्छौँ। जसरी भनाइ छ, मनमा शान्ति भए संसारमा कलह हुन्न रे। क्लेमेन्सले आफ्नो व्यक्तिगत अनुभव बाँड्छन्। उहाँले भन्नुहुन्छ, उनको आवास क्षेत्रमा एकजना अन्धा मानिसको घर छिमेकी लापरवाहीका कारण पानीले डुब्यो। सबैले देखे तर कसैले सहयोग गरेनन्। त्यसै क्षणमा उनकी श्रीमतीले आफ्नै तुरन्त हात बढाइन्। क्लेमेन्सका अनुसार त्यो सानो व्यवहारले उनलाई सम्झायो, साँचो शान्ति भाषणमा होइन, सहानुभूतिको कर्ममा बस्छ। नेपालीमा अर्को भनाइ पनि छ, सानो दयाले ठुलो पाप धुन सक्छ। त्यो घटना उनको शब्दमा यसरी उतारे, टेलिभिजनमा सुन्ने शान्तिको कुरा भन्दा त्यो मौन ममताको क्षण धेरै अर्थपूर्ण थियो। भारत, गान्धी र बिर्सिएको आत्मा। कमेन्ट्स भन्छन्, भारत गान्धी र बुद्धको देश हो, तर अब त्यो आत्मा हराउँदै गएको छ। हामी नारा लगाउँछौँ, स्वच्छ भारत, डिजिटल इन्डिया, विकसित भारत, तर हाम्रो मनमा करुणा घट्दै गएको छ। उहाँले भन्नुहुन्छ, भनाइ छ, बानीमा धर्म, कर्ममा अधर्म। त्यो विरोधाभास आजको समाजको वास्तविकता हो। क्लेमेन्सका अनुसार शान्ति भनेको सरकारले दिने उपहार होइन, मानिसले जगाउने चेतना हो। साँचो शान्तिको स्वरूप उनको लेखले एउटा गहिरो बोध दिन्छ। संसारलाई आज भाषण होइन, उदाहरणहरू चाहिन्छ। एउटा सानो दया, एउटा माफी, एउटा माया, यिनै शान्तिको असली रूप हुन्। क्लेमेन्स भन्छन्, पिस इज नोट द एब्सेन्स अफ वार, इट इज द प्रेजेन्स अफ कम्पेसन। शान्ति भनेको युद्धको अभाव होइन, करुणाको उपस्थिति हो, उहाँ भन्नुहुन्छ। नेपालीमा अर्को सुन्दर भनाइ छ, जहाँ दया त्यही भगवान बस्छ। रोबर्ट क्लेमेन्सले लेखको अन्त्यमा गहिरो वाक्य लेख्छन्, सायद अब समय आएको छ शान्तिबारे बोल्ने होइन, शान्तिले बाँच्ने। शान्ति भनेको ठुलो आन्दोलन होइन, सानो मानवीय व्यवहारताको
निरन्तरता हो। कसैको गल्ती क्षमा गर्नु, असहायलाई सान्त्वना दिनु, यही नै संसार प्रविधिको सुरुवात हो। भनाइ छ, एक थोपा दया 100 थाल पूजा बराबर। त्यो भनाइ नै क्लेमेन्सको सन्देश हो। हामीले संसारमा शान्ति खोज्नु अघि पहिले आफ्नो मुटु शान्ति जगाउनु सुरु गर्नुपर्छ। आजलाई यति नै। फेरि म हजुरमाझ उपस्थित हुन्छु केही नयाँ विचार लिएर। टिल देन, गुड बाई, बी ह्याप्पी, स्टे हेल्दी, स्टे सेफ। थ्याङ्क यू।